स्वागत छ। नमस्ते, स्वागत छ मेरो कुकिङ श्याममाया च्यानलमा। आज चाहिँ म यो एउटा बन्दाकोपी हो। यो एउटा बन्दाकोपीको चाहिँ मलबुक बनाउन जाँदैछु। यो चाहिँ जसरी तपाईहरुले चाइनिज फुड, इन्डियन फुड, कोरियन फुड खानुहुन्छ नि, यो त्यस्तै यो पनि एउटा अरबिक फुड हो। यसको नाम चाहिँ मलबुक हो। मैले चाहिँ एउटा बन्दाकोपीलाई चाहिँ ठुलो बन्दाकोपीले चाहिँ काटेर यसरी पिस पिस बनाएको छु, रेडी गरेको छु। अनि यस्तो हड्डी चाहिँ मैले निकालेको छु बीचको, यसलाई चाहिँ हड्डी भनिन्छ। अब यसलाई चाहिँ म हाफ बोइल गर्छु, यहाँ यसलाई चाहिँ हाफ बोइल गर्नुपर्छ। त्यसपछि निकालेर चाहिँ बनाउँछु। भिडियो पुरा हेर्नु होला। लोकल घिउमा यो लोकल घिउमा चाहिँ म स्पाइसी फ्रेस टमाटो पेस्ट बनाउन जाँदैछु है। यो चाहिँ एकदम आधा घन्टासम्म पाक्नुपर्छ है। यसमा चाहिँ यो पेस्टमा चाहिँ प्याज हाल्नु हुँदैन, लसुन मात्रै है। यहाँ लसुन मात्रै हाल्नु हो। यो बन्दाकोपीमा चाहिँ प्याज हाल्नु हुँदैन। लसुन, धनिया, सोप यिनीहरूलाई चाहिँ हाल्नुपर्छ। अनि पिरो खोर्सानी है, पिरो हुनुपर्छ। यो बन्दाकोपी चाहिँ एकदमै पिरो हुनुपर्छ। म चाहिँ यो टमाटो सस चाहिँ म एकदम पिरो स्पाइस बनाउँछु। यो चाहिँ लोकल घिउ है। यो चाहिँ लोकल घिउमा बनाइरहेको छु। पहिला चाहिँ यो टमाटो पेस्ट तयार गर्नुपर्छ। अनि त्यसपछि बन्दाकोपी बोइल गर्नुपर्छ। यहाँ चाहिँ लोकल घिउ, अनि त्यसमा लसुन, अनि यो पिरो खुर्सानी हालेको छु मैले। यो चाहिँ मैले टमाटो पेस्ट, फ्रेस टमाटो है, यो मैले ब्लेन्ड गरेर रेडी गरेको छु। बिस्मिल्लाह। अनि यहाँ छ फ्रेस धनिया र सोप, यो पछि लास्टमा हाल्ने हो। यो पेस्टलाई चाहिँ एकदमै पाक्नुपर्छ, एकदम राम्रोसँग। यसलाई चाहिँ आधा घन्टा 45 मिनट चाहिँ पकाउनुपर्छ। एकदम बाक्लो हुनुपर्छ है। यो मलबुक बनाउनुको लागि मैले यहाँ गोलभेडा स्पाइसी गोलभेडा फ्रेस 2 किलो गोलभेडाको मैले यहाँ पेस्ट बनाएको छु। हेर्नुहोस्, यहाँ चाहिँ प्याज हाल्नु हुँदैन, लसुन पेस्ट, अनि यो मलबुको छुट्टै मसला हुन्छ। मसला, नुन, खुर्सानी सबै हालेको छु। अब यो रेडी भइसकेको छ। यो स्पाइसी टोमेटो सस रेडी भएको छ। अब यो धनिया र सोप है, यो धनिया र सोप पाकिसकेपछि यसरी हाल्नुपर्छ है। अनि त्यसपछि अनि यहाँ छ यो चाहिँ फेरि पनि लसुन र लसुनको पात यसरी हाल्ने। अनि त्यसपछि यसलाई मिक्स गरेर चाहिँ यो चाहिँ मिक्स गरेर अनि त्यसपछि म अब चामल धुन्छु हैन। चामल धोएर अनि यो बन्दाकोपी बोइल रेडी भएर म बनाउँछु। भिडियो पुरा हेर्नु होला।
यहाँ चाहिँ मैले पानी उम्लिसकेको छ। पानी उम्लेर चाहिँ मैले यो बन्दकोपी हालेको छु। यसलाई चाहिँ हाफ बोइल मात्रै गर्ने, यसरी एकचोटि फर्काउने अनि यतिको भएपछि यो चाहिँ निकाल्ने। यो चाहिँ अब पुरै रेडी भइसक्यो। यो चाहिँ धनियाँ सोप हालेर चाहिँ त्यसलाई पकाउने होइन। मैले यहाँ चामल धोएर रेडी गरिसकेको छु। अब यो चामललाई चाहिँ यसमा हाल्ने। यसरी यसलाई चाहिँ मिक्स गर्ने है राम्रोसँग। यो चाहिँ राम्रोसँग मिक्स गर्ने। यसलाई पकाउने चाहिँ होइन है, यो नपकाउने। पछि मलपुप बेरिसकेपछि मात्रै पकाउने। अनि यसलाई चाहिँ मिक्स गर्ने होइन। अनि यहाँ चाहिँ मैले यहाँ रेडी गरेको छु। यहाँ चाहिँ के हालेको छ भने है, खुर्सानी, प्याज, गाजमला, पिरो खुर्सानी, कागती, लेमन अनि यो बन्दकोपीको डाँट हालेर चाहिँ यहाँ तल चाहिँ मैले यसरी रेडी गरेको छु। अब चाहिँ यसलाई मिक्स गरेर चाहिँ हामी मलबुप बेर्न थाल्छु। भिडियो चाहिँ पुरा हेर्नु होला। अब चाहिँ म यस्तो ठुलो पिस छ भने यस्तो गरेर म यसलाई रोल बनाउँछु है। मलबुप यसरी चाहिँ यसरी रोल गरेर यसरी यसरी राख्नुपर्छ। यसरी मिलाएर राख्नुपर्छ है। अनि पछि चाहिँ अनि यसमा चाहिँ चिकन सुप, मटन सुप हालेर चाहिँ बनाउने हो। मेरो मलबुप चाहिँ मैले रोल गरेर तयार भइसक्यो। अब चाहिँ पकाउने। यसमा सुप हालेर पहिला चाहिँ चिकन मटन बनाउने अनि त्यसपछि सुप थोरै हालेर 2 कप सुप हालेर पकाउने। अब चाहिँ मेरो मलबुप चाहिँ मैले पकाइसकेको छु। अब हाम्रो लन्चको लागि रेडी हुनुपर्छ। यहाँ चाहिँ मिट मासु बोइल भइरहेको छ है, पक्न लागेको छ, पाकिसकेको छ। यहाँ यो सुप चाहिँ एकदम मिठो हुनुपर्छ। सुप पनि चाहिन्छ होइन। यो सुप चाहिँ यसमा सुपमा पनि मैले सबै चिज हालेको छु। प्याज, लसुन, गोलभेडा, मरमसला, लवङ, सुकमेल सबै हालेको छु है। यो सुपमा पनि यो सुप चाहिँ मैले यहाँ हालेको छु, 2 कप हालेको छु। यो मलबुपभन्दा चाहिँ माथि हाल्नु हुँदैन पानी, यहाँ बोइल हुँदैछ। अनि मैले अहिले चाहिँ ग्यास एकदम हिटमा राखेको छु। जब यो पानी टक्क सुक्छ अनि ग्यास चाहिँ एकदम स्लोमा राख्ने। मैले यहाँ माथि लोकल घिउ पनि हालेको छु। अनि अब टोमेटो ससमा चाहिँ एकदमै पिरो होइन, पिरो मसला सबै हालेको छ। त्यसमा केही पनि हाल्नु पर्दैन है, थोरै घिउ हाल्ने। घिउ पनि मैले टोमेटो ससमा पनि घिउ हालेको छु। यो चाहिँ अब ठ्याक्कै आधा घन्टापछि हेर्ने हो। आधा घन्टापछि यो पानी जब टक्क सुक्छ नि अनि एकदम ड्राई हुन्छ अनि त्यसपछि चाहिँ ग्यासलाई एकदमै स्लो गर्ने हो। अनि मटन चाहिँ थोरै घिउमा फ्राई गर्ने हो, गोल्डन ब्राउन गरेर। अनि भिडियो पुरा हेर्नु होला है। पाकिसकेपछि हजुरहरू पनि यसरी बनाएर खानु होला हस्। किनकि तपाईहरूले पनि चाइनिज फुड, इन्डियन फुड, कोरियन फुड बनाएर खानुहुन्छ होला नि। त्यसरी नै यो अरबी फुड पनि बनाएर खानु होला है। हामीलाई चाहिँ एकदमै मनपर्छ। हजुरहरूले पनि मन पर्न सक्छ, बनाएर खानु होला हस्। मेरो चाहिँ यहाँ मलबुप चाहिँ पाकिसकेको छ है। मैले मासुलाई पनि थोरै फ्राई गरेर यहाँ माथि राखेको छु। किनकि धेरै फ्राई गऱ्यो भने यो मासुको टेस्ट जान्छ है। त्यही भएर मैले थोरै मात्रै फ्राई गरेको छु। अनि यो मलबुप चाहिँ एकदमै पाकिसकेको छ। हेर्नुहोस्, यतिको पाक्नुपर्छ। यसरी बन्दकोपी पनि मजाले पाक्नुपर्छ। पाकिसकेको छ। अब चाहिँ हाम्रो लन्च टाइम भयो। माशाअल्लाह, बिस्मिल्लाह, माशाअल्लाह। अब मेरो मलबुप चाहिँ
तयार भइसक्यो। अब चाहिँ हामी लन्चको लागि रेडी हुँदैछु। यो चाहिँ मासु आउनुहोस् है खाना।